साथीहरू यति बेला हामी चाहिँ पाल्माको ब्याक साइडबाट है बाटोमा ओहो साथीहरू म अतीत कस्तो लागिरहेछ खतरा है गाउँतिर हिँड्छ होइन बाटो त कसम नेपालको बाटो जस्तै चिप्लो खालको बाटो तपाईँ हेर्न सक्नुहुन्छ हेर्नु पछाडि एकदम बाटोहरू पाहाडहरू यो पाल्मेला हो पोर्चुगल नेपालमा फिल भए जस्तै फिल हुन्छ है बाटो हिँड्नु हिलोले जुत्ता सुत्ता क्याचक कुचुक बनाइहाल्यो नि त यस्तो घाँस ओहो यहाँ त 2-4 भैँसी पाल्ने हो त मजाले घाँस पुग्दो रहेछ गाई बाख्रा चलाउनु आम्मामा डेरी नै खोल्नुपर्छ कि फर्म खोल्नुपर्छ कि हो भैँसी फर्म यार कसम गाई फाप फल्यो नि एकदम दामी दामी ठाउँ छ क्या यस्तो कुरिलो यो कुरिलो कुरिलो र ल यति बेला यो कुरिलो है यो कुरिलो हो ल यो कुरिलो है यतातिर फुलहरू फुलिरहेको छ यता कुरिलो यतातिर ठाउँहरू चाहिँ यस्तो दामी छ फेरि ए उहाँ घर यता नजिकै रहेछ भित्री बस्ती कि बाटो भित्री बाटो चाहिँ हाम्रो त्यो गाउँतिर जाने जस्तै यता त्यो घरहरू चाहिँ टन्न खाकै बजार पाल्मेला डाँडा यहीँ जङ्गल यो माथिको डाँडाबाट त पुरै देखिन्छ नि त होइन राम्रो घरहरू एकनासको कि एउटै छत भएको कति राम्रो देखिन्छ है रातो किन्नुपर्छ अब एउटा चट्टा लाएर हामी यहाँ घर किन्नलाई जग्गा खोज्दै हिँडेको छौँ क्या त्यो राम्रो ठाउँ देखिहाल्छ है त्यो सोधखोजको लागि हिँडिरहेको कि अहिले चाहिँ यता आइसक्यो राम्रो ठाउँ छ यस्तो पार्किङ सार्किङ रहेछ होइन यति बेला चाहिँ हामी यता आइसकेका छौँ दामी छ घरहरूको चाहिँ तपाईँ देख्न सक्नुहुन्छ भिडियोलाई चाहिँ लाइक सेयर गर्न बिर्सिनु होला